गाइज वेलकम ब्याक माई युट्युब च्यानल। म चाहिँ आज छुट्टी थियो मेरो चाहिँ, अनि त्यसैले म चाहिँ अब एकछिन बाहिर जाँदैछु। मार्केटमा सुपर मार्केट जानुपर्ने छ। अनि भर्खर उठेर सुख धोएर अब निस्किँदैछु मार्केटतिर। तपाईँहरूलाई देखाउने छु बाटोमा के हुन्छ, म के लिँदैछु। यहाँ रुममा चाहिँ साथीहरू सबै ड्युटी गएको छ, अहिले म मात्रै छु। अहिले बाटोमा गएर एकजना साथी छ, उसलाई लिएर जाँदैछु। आज छुट्टी छ, त्यही हो। अहिले म के हुन्छ देखाउँदैछु। चाहिँ म किचनमा आइसकेको साथी छु होइन। यहाँ चाहिँ मेरो एकजना भाइ छ, ऊ चाहिँ किचनमा खाना बनाउँदैछ। यस्तो पाकिराखेको छ। मासु चाहिँ एकदम मिठो बनाउँछ उसले। म चाहिँ साथीलाई पर्खिँदैछु होइन। उहाँ चाहिँ खाना खाँदै हुनुहुन्छ। अब एकछिनमा खाना खाइसकेपछि म साथीलाई लिएर जान्छु। त्यसपछि हजुरहरूलाई बाटोमा देखाउँदै जान्छु। अनि एकजना साथी छ मेरो, ऊ चाहिँ कहाँको तिम्रो घर कहाँ रे? सप्तरीको हो। ऊ चाहिँ एकदम बडी बिल्डिङमा एकदम राम्रो गर्छ होइन। उसले जिम गरेर बडी बनाइराखेको छ। उसँग चाहिँ म सिक्न जाँदैछु। अहिले टाइम छैन, त्यसैले म गएको छैन। म चाहिँ अब लिफ्टमा जाँदैछु। लिफ्टबाट मलाई झरेर त्यसपछि जाँदैछु। लिफ्ट आइसकेको छ। अब चाहिँ म तल झर्दैछु। नयाँ पनि हुनुहुन्छ मेरो पार्टनर। अहिले चाहिँ म तल आइसकेको छु। एउटा मोबाइल राख्ने स्ट्यान्ड लिन जानुपर्ने छ। अब त्यो कस्तो खाले लिँदा ठिक हुन्छ एकपल्ट हेरेर लिनुपर्ने छ। बाहिर चाहिँ एकदम घाम चर्किराखेको छ। दिउँसो जानु त मन थिएन, अब सामान लिनुपर्ने छ। त्यसैले आज छुट्टीको दिन जाँदैछु। बस्ने बिल्डिङ चाहिँ यही पछाडिको ठुलो बिल्डिङ हो, 8 तलाको छ। सबै यस्तो छ। यो चाहिँ कुवेत हो। म चाहिँ भित्र आइसकेको छु। यहाँ मोबाइल सपमा एउटा ब्लुटुथ लिन लागेको, मोबाइल राख्ने स्ट्यान्ड लिन लागेको, यो लिन लागेको। यसको चाहिँ 6KD ब्लग 6KD पर्दा राम्रै छ। ट्राई गरौँ कस्तो हुन्छ। यो चाहिँ मोबाइल राख्ने स्ट्यान्डको लागि स्टिक लिन लागेको। यसमा चाहिँ कुन चाहिँ मिल्ने थाहै भएन। 2-3वटा छ। यो भयो, यो भयो। यो चाहिँ 6KD भनिराखेको छ। राम्रो चाहिँ राम्रो छ, तर कस्तो हुन्छ ट्राई गरौँ न एकछिन। एउटा चाहिँ यो छ, तर यो चाहिँ धेरै छोटो हुँदो रहेछ। अलि लामो स्टिक भयो सजिलो हुन्छ। यो चाहिँ अलिकति छोटो लाग्यो मलाई। सब जानेछु। मैले चाहिँ यो क्वालिटीमा लिन लागेको छु। 6KD भन्नु तर कति पर्छ। यो चाहिँ भयो भने अलिक सजिलो हुन्छ, त्यसैले मैले यो लिन लागेको। यो चाहिँ अलिक छोटो लाग्यो। राखेर भिडियो बनाउन त राम्रो हुन्छ, तर बोकेर हिँड्नु चाहिँ अलिक अप्ठ्यारो हुने भएर त्यही स्टिकवाला लिन लागेको। मैले चाहिँ यो लिएँ होइन। यो चाहिँ छ 6KD 500 छ, तर 1KD डिस्काउन्ट भएको छ। कुवेतको 5 दिन 1KD। गाइस मैले चाहिँ यो 2टा लिइसकेँ मोबाइल राख्ने स्ट्यान्ड होइन। यसले चाहिँ अलिक सजिलो बनाउँछ क्या। यसरी लिएर हिँड्दा चाहिँ अलिकति अप्ठ्यारो भइराखेको थियो। अनि त्यो मोबाइल स्ट्यान्डमा चाहिँ ब्लुटुथ कनेक्ट पनि रहेछ, अलिकति सजिलो हुने भयो। त्यसैले म बस्ने बिल्डिङ चाहिँ यो अगाडिको हो। अनि डेलिभरी कम्पनीमा आउने चाहिँ यस्तो गाडी छ, हाम्रो कम्पनीकै गाडी हो। यो चाहिँ क्यालो कम्पनीको गाडी छ। क्यालोमा चल्छ यो गाडी चाहिँ। अनि यतापट्टि पनि छ 2टा गाडी हो। हाम्रै कम्पनीको, हाम्रै रुमको दाइहरू हुनुहुन्छ।
अब चाहिँ म जाँदैछु पार्किङमा, मेरो गाडी पार्किङमै छ। त्यसपछि म अब ग्रान्ड हाइपर मार्केट जाँदैछु। हेर्नु अब भिडियो लास्टसम्म। म चाहिँ अहिले मेरो गाडीमा आइपुगिसकेको छु। गाडीमा आइसकेको छु। यो चाहिँ मेरो गाडी हो, तातेर बसिराखेको रहेछ। क्यामेरा मिलाउँछु। गाडी चाहिँ एकदम तातेर बसिराखेको रहेछ होइन, किनकि घाम थियो त्यसैले गाडी तातेर बसिराखेको रहेछ। एकछिन एसी अन गरेको छु। अब म यो खोल्न जाँदैछु। यो भिडियो चाहिँ अलिकति लामो हुनसक्छ, किनकि मैले यहाँ सबै यो सेटिङ मिलाउँदैछु, त्यसैले गर्दा थोरै लामो हुनसक्छ। KD पर्दो रहेछ। 6 KD भनेको अब तपाईँहरूले आफै हिसाब गर्नु न। 485 छ अहिले नेपाली रेट। यहाँ कुवेतको रेटले चाहिँ होइन मैले लिएको छु। यो खालि यो चाहिँ ब्लुटुथ कनेक्ट हुँदो रहेछ, त्यो निकाल्न मिल्दो रहेछ क्या। मैले चाहिँ अर्को पनि लिएको छु। यो चाहिँ गाडीमा अलिकति सजिलो हुनसक्छ भनेर लिएको। यस्तोमा नि अड्याउनु मिल्छ क्या, यस्तो खाले लिएको छु होइन। अनि यो चाहिँ टक्क जता पनि जान्छ यस्तोमा हो। यो चाहिँ टक्क स्टेट राखेर जता पनि समाउनु मिल्छ, जता पनि लानु मिल्छ। अलिकति सजिलो हुन्छ कि भनेर मैले त्यस्तो खाले लिएको छु एउटा। यो चाहिँ रेडी भइसकेको छ। यसमा चाहिँ यस्तरी अगाडि पछाडि लानु मिल्छ। अनि त्यसपछि यसबाट कन्ट्रोल पनि गर्न मिल्दो रहेछ। ब्लुटुथ कनेक्ट रहेछ, यसबाट पनि कन्ट्रोल गर्न मिल्दैछ। अहिले म यो चलाउँदैछु। अब मार्केटतिर निस्किँदैछु। अब भनेको हो कुवेतको। अनि म चाहिँ डेलिभरी कितामा काम गर्दैछु। पहिला चाहिँ ताराबारीमा काम गर्थेँ, अहिले चाहिँ कितामा काम गर्छु। म अहिले मार्केटतिर पुगेर अनि देखाउँछु। म अहिले फाइल जाँदैछु। ग्रान्ड हाइपर छ, ग्रान्ड हाइपर मार्केट भन्छ फाइलमा, त्यहाँ जाँदैछु। साइड भयो, साइड रोड हो। साथी पनि जाने भन्दै थियो, ऊ चाहिँ आउनु पाएन किनकि अब आज कामहरू साह्रै बाहिर निस्किनु छ भन्दैछ ऊ पनि। अनि म एक्लै आइदिएको। अहिले चाहिँ एक्लै छु म गाडीमा। यस्तै नै हो। यो साइडको रोड हो, फाइलतिर जाँदैछु। यो भिडियो चाहिँ अलिकति लामो हुनसक्छ मैले, किनकि यो पुरै भिडियो हालिराखेको छु। त्यसैले कस्तो छ एकपल्ट हेरिदिनु होला सबैले।
चाहिँ गाइस ग्रेनाइटबाट आइपुगिसकेँ। चाहिँ ग्रेनाइटको गेट भयो। लिफ्टमा जाँदैछु माथि तलमा। एउटा पाइन्ट लिन आएको, मलाई चाहिँ एउटा पाइन्ट चाहिएको थियो तर खै अलिक गति लगाएर हेरिदिनु यस्तो छ। यस्तो कलरै मन पर्दैन। पाइन्ट चाहिँ खासै राम्रो खाले कलर चाहिँ भेटेन मैले। भित्र पाइन्छ तर एउटा पाइन्ट खोजेको। पाइन्ट चाहिँ कतिलो कलरको भेट्न। अलिकति ठिकै लाग्यो कलर, एकपल्ट ट्राई गर्नु पर्ला कस्तो देखिन्छ। एकपल्ट ट्राई गर्छु। यसले चाहिँ यस्तो देख्छ। यो कलर चाहिँ अलिकति कस्तो पुरानो रहेछ, यस्तो देख्ने रहेछ। तर यो खासै ठिक होला जस्तो लाग्यो। अर्को हेर्छु, यो चाहिँ अलिकति राम्रो लाग्यो। यो चाहिँ कस्तो देख्छ पाइन्ट एउटा सर्ट लिनु भन्छ। एकपल्ट ट्राई गर्दा कस्तो ठिक हुन्छ कि हुँदैन ट्राई गर्छु। त्यो पाइन्ट चाहिँ अलिक ठिकै भयो। पाइन्ट चाहिँ ठिकै छ तर यो दुईवटा सर्ट चाहिँ काम लागेन मलाई। धेरै ठुलो हुँदो रहेछ यो चाहिँ, मलाई चाहिँ हुँदैन। पाइन्ट चाहिँ ठिकै छ।
सामान चाहिँ मैले किनेर भ्याइसकेँ। धेरै सामान त थिएन, 2-4वटा सामान थियो, त्यो किनेर भ्याइसकेँ। अब जाँदैछु, सामान पनि लिइसकेँ। यो चाहिँ ग्रान्ड हाइपर मार्केट हो, यहीँबाट मैले सामान किनेको। अब रुममा जाँदैछु। बाहिर चाहिँ अहिले धेरै घाम चल्किरहेको छ, बाहिर धेरै हिँड्न सकिँदैन, गर्मी छ। अहिले चाहिँ म फाइलमा छु, सामान लिइसकेँ। म गाडीमा जाँदैछु, अब जाने हो रुममा। यो चाहिँ मेरो यहाँ छ, घाममा तातेर बसेको छ। म चाहिँ मार्केटबाट निस्किसकेँ, अब बाटोमा जाँदैछु रुममा। अब त्यही छ, बाहिर डुल्न सकिँदैन, अहिले गर्मी छ, त्यसैले अब सिधै रुममा जाने। फाइनल्ली म रुममा आइपुगिसकेको छु, तल पार्किङमा छु। गाडी चाहिँ मेरो यो गाडी हो। बिल्डिङ चाहिँ मेरो यहाँ माथिको बिल्डिङ हो। यो यतापट्टि बिल्डिङ छ। अहिले कुवेतमा म डेलिभरी काम गर्छु किता कम्पनीमा। त्यही हो, तपाईँहरूले हेरिदिनु होला, भिडियो कस्तो लाग्छ, सल्लाह सुझाव दिनु होला। हस् त, अहिलेलाई यति नै।